क्या के दाइ हो नि भयो त कति भनिरहनु भयो क्या तपाईँले यार बोलिरह त हिन्दी बोलिरह हुन्छ त हौ ए भगवान् दिगदारै लाग्ने जस्तो नभन्नु भनिरह हुन्छ हौ बोल्न देऊ भनिरह हुन्छ बोलिरह हुन्छ त हिन्दीमै बात गरिरह हुन्छ धेरै जस्तो अचम्म मैले सविता त नेपाली सविता सिस्टर तपाईँ किन यस्तो विधि रुड हुनुभएको मसँग मैले तपाईँलाई केही नै भने चाहिँ एउटा कुरा पो गरेर तपाईँ त्यसरी नेगेटिभ कुरा नगर्नु न बोलेको बोले नि गरिरहन्छ 24 घन्टा त्यतिकै एउटै कुरा पोजिटिभ कुरा नै बोलेर गरेको दाइले हैन त्यस्तो कस्तो कुराहरू मैले नराम्रो कुरा त केही नै भने भनेको उहाँको सब्सक्राइब गर्नु छ एउटै कुरा दोहोऱ्याएको दोहोऱ्याइ त गरिरहँदा सुनिरहन्छ त्यो त हिन्दी बोलिरह हुन्छ तपाईँले सविता बहिनी त्यस्तो एक्साइटिङ नबन्नु न तिमी तपाईँ ल, भयो, हामीले भयो। अरू के भन्छ भन्नु त अचम्म यो विषयमा यस्तो उहाँ अमन दाइको चाहिँ अब यसो हिन्दी बोल्यो भने अझ हाम्रो भ्युअर्सहरु अझ एक्टिभ हुन्छ बोलिरह हुन्छ नि त बोलिरह पनि हुन्छ जेठै अनि त्यसपछि हामीले यसो गरेर लाइभमा बसेर ए बोलेन यसरी बोल्दै हुन्छ अब बोलिरह हुन्छ त उसले प्राय अझ कति मान्छेहरूले त हिन्दी बोल्छ यो त खालि हिन्दी बोल्छ भनेर कति गरेर हुँदा त बोलिरह हुन्छ कन्टेन्ट बनाउँछन् कि कन्टेन्ट बनाउँछन् तर चाहिँ अब भयो त बिचबिचमा हिन्दी बोल्छ अनि यस्तो मान्छेले चाहिँ फेरि तपाईँ अलिकति किन यस्तो विधि त्यस्तो एग्रेसिभ हुनुभएको बहिनी तपाईँले त कुरा दिमाग खराब हुने गरी गरे गर्नुभयो एउटै कुरा तपाईँको दिमाग खराब भयो होला कसैको दिमाग खराब भएको छैन तपाईँ हावा कुरा कसरी भएन कसरी भएन किन नआउनु नि बहिनी तपाईँ धेरै बढी नबोल्नु है फेरि के किन हप्काएको मलाई किन हप्काएको आच्छा ए बहिनी दाइसँग त्यस्तो बोल्ने राम्रै कुरा हो के हैन के बोलिरहेको भन्दै 24 घन्टा त्यसै बढी बोलिरहन्छ भयो भयो ल अमन दाइ टपिक चेन्ज ल अब हामी जाउँ कहाँ जाउँ बढी बोलिरहेको होइन के ल छोडिनु बहिनी हो अब दाइ हो दाइ बोल्नु पर्छ बढी बढी हे बढी कति भन्दा नि त किन भन्नुपर्छ मलाई नगर पहिला त के अरे आई चाहिँ छोडेर गएर अरूले त्यसमा बसेर त्यत्रो सपोर्ट गरेर अनि त्यहाँबाट पछि फर्केर आएको नि त्यस्तो कुरो नगर्नु दाइ तपाईँले भन्नु खोजे चाहिँ के हो र हामीसँग त्यस्तो कुरो नगर्नु अरे बहिनी तिमीलाई मेरो बारेमा केही पनि थाहा छैन के बहिनी तिमीलाई के थाहा छ मेरो बारेमा हामीलाई केही थाहा छैन त्यस्तो कुरो नगर्नु के दाइ त्यस्तो भन्नु कहाँ त्यस्तो कुराहरूको त सरी त तिमीले यार दाइ चाहिँ यहाँ धेरै को मान्छे के गरे हामीलाई थाहा छैन हामी सुरुदेखिबाट हेर्छौँ को कसले के गरे होइन सबै थाहा एकैले हेरिदिन्छ अझ यहाँ कसैले सम्झाउनु पर्दैन कि नै सुरु यस्तो हुन्छ कि कसले काहीँ जान्छ हेरिन्छ हामी पनि गइन्छ नि चारैतिर होइन गइन्छ दाइ सबैलाई थाहा तपाईँ हामी जस्तो हो हामीले कति परमाडै ऊ भेटेँ कति गर उता गर यताको कुरा नि उता गर चाहिँ यस्तो र उस्तो चाहिँ भन्ने मान्छेहरू पनि देखेँ हामीले टपिक चेन्ज अब राम्रो कुरा गर्नुपर्छ राम्रो मान्छे हो दोहोऱ्याउनु भनेको मैले राम्रो कुरा गरौँ सबैले ल अमन दाइ के अरे हामी यो टपिकमा जाउँ नि त हामी यो बुटोलको यो कार्यक्रममा हाम्रो सम्मान कार्यक्रमतिर यो कस्तो यो टपिकमा जाउँ ल त्यही त यो टपिकमा यो होला कसलाई सम्मान गर्नुपर्छ जेबलाई तपाईँलाई ल आउनु म गरिदिन्छु मान्छे हावाले उडाउने दाउरी छ म सम्मान गर्छ मलाई तिमीले हावाले उडाउँछ मैले गर्दिनँ म दाइलाई सम्मान गर्दिनँ न अमन दाइ हजुर हाम्रो यो बुटोलको यो कार्यक्रमको यतातिर अगाडि बढाउनु पर्यो सम्मान कार्यक्रम यो बहिनीले प्याच्चै यो छुची छ कि एकदम प्याच्चै एउटा बोल्ने छुची छ एकदम प्याच्चै बोलिहाल्छ कि मुखमा अडाउन कि प्याच्चै भनिदिन्छ यो त्यसरी भन्ने होइन कि त्यसरी भन्ने होइन कि मुख हल्का अडाउनु पर्छ मनमा राख्नुपर्छ प्याच्चै भन्ने भने मान्छेलाई चाहिँ असर पर्छ नराम्रो भनिरहन्थेर त के प्याज अनि ऊ अब भइगयो नि त धेरै कुराहरू अब एउटै कुरा नभनिरहँ अब आफ्नै भाइ हो हामीले भनेर अलिक कन्टेन्ट पाउँछ भनेको त झन् अनि के को मसँग पो उ गरिरह त अनि छोडा दाइलाई यसो भन्नु न यहाँ सुन तिमी कति खुसी छौ यत्रो नेपालको सबैभन्दा ठुलो प्रहरीले चाहिँ सम्मान गर्दाखेरि पहिलेदेखिबाट चाहिँ हामी यहाँसम्म छौँ हामी खुसी नहुने कुरा हुन्छ तपाईँलाई भन्नै पर्दैन दाइ तपाईँलाई थाहा भइहाल्छ भन न भन हाँसेर खुसी होइन कि यस्तो के नहाँसिकन भन न हाम्रो राम्रो तरिकाले भन न भन्ने कुरा त भन्ने कुरा हो हेटर्सले यस्तो भन्थे
सुन्नु त सुन्नु न। अब अहिले के भनिराख भने त्यो बुहारीले खुट्टा यसरी राख भनेर त्यसमा केही नपाएर अब त्यत्रो ठाउँमा पुग्यो भनेर अहिले बुहारीले राखेको खुट्टाको बारेमा चाहिँ अब खुट्टाको बारेमा आएको छ त्यही त यस्ता मान्छेहरू छन् यिनीहरू चाहिँ यो भने त्यो नाखेर केही पनि हुन्न त्यो भ्युजु लागि हाले तिनीहरूले दाइले फेरि दाइको कमेन्ट देखेँ मैले होइन दाइ मैले भोटेको कसले कसले सेयर गरेको थियो अनि इन्द्रदेवले कसले हो अनि मैले त्यहाँबाट कमेन्ट गरेको थिएँ कि मलाई लेखिदिएको थियो तपाईँ के भन्नु हेरौँ न दाइ ल हेरौँ नि उनीहरूले बोल्नु पर्छ उनीहरूले भन्नुपर्छ उनीहरूले मलाई यस्तो गर भन्नुपर्छ ल हेर्नु के अब उनीहरूको चाहिँ देख्नु भयो नि आमा हाम्रो त्यतिसम्म पुग्या मान्छे पुगिसक्यो क्या भाइ बुहारी होइन राम्रो छ नि किनभने भाइ हामीले के अरे अब मान्छे जस्तो हो जिल्लास त भइहाल्छ नि अब यत्रो घर यो टिकटकमा सानो एउटा बच्चैले लाइभमा बसेर एउटा घर काठमाडौँको सहरमा एउटा घर छ गाडी छ 2टा गाडी छन् अनि यत्रो कम्पनी खोलेको छ अनि सबैभन्दा नेपालको सबैभन्दा ठुलो प्रहरीले नै आफ्नो के अरे सम्मानको कार्यक्रममा चाहिँ यहाँ सम्मान गरेर उ गरेछ टिकटक स्टार बनाएको छ अनि तपाईँले बोलिहाल्छ नि मान्छे यो सविता बहिनीले मलाई अचम्मै कुरा गरे कि मलाई एकदम अचम्म लाग्यो कि डिसेम्बर 2 बाटै मैले फलो गरेको के अरे यो बहिनी प्याच यसरी भन्नुहुन्न कि ठ्याक्कै डिसेम्बर 2 बाट मैले फलो गरेको हामीलाई थाहा दाइ हामीलाई थाहा कसले के गरेको थियो फेरि के गरेको कसले के कुराहरू त्यहाँ गर्छ कसले आएर यहाँ गर्छ हामीलाई चाहिँ हामीलाई मसँग बहिनी मैले कोसँग कहाँ गएर बोलेको देखेछ तिमीले अमन दाइ त्यस्तो नबोल है त्यस्तो नबोल थाहा नै अब ए सविता हावा कुरा नबोल त एउटा अमन श्रेष्ठ भन्ने उहाँ पनि छ अल्लेसमा पनि छ त्यहाँ यो बाबु त हामीले मान्छे चिने तपाईँभन्दा पहिला यो अमन दाई भन्ने के अरे हाम्रो संस्कार थिएन संस्कारको लाइभमा यो दाईलाई मैले सबैभन्दा हामीले पहिले देखेको मान्छे हो क्या अनि कहाँ गएर होइन के होइन हो अर्कै मान्छे छ कि तिमी चिन्दैन देवी दाई तपाईँलाई म भनौँला तपाईँसँग कुरा गर्छु संस्कारकोमा त जो पनि जोडिन्छ त संस्कारकोमा जोडिएको मान्छे हो यो मान्छे अनि त्यहाँ कहाँ गएर मसँग फेरि न्यु नहोद्नु मैले फेरि सबै लारी फेरि नारी फेरि हो कि के दारी फेरि निकाल्नु नपरोस् अहिले फेरि कसलाई धम्काएको तिमीले कसलाई धम्काएको सविता किन बढी बोलेको तिमी अलि गल्ती बोल्दैछ है बहिनी एकदम बढी बोलिरहेको छ है तिमी भाइ बहिनी बहिनी नभने म त जहिले बोल्ने मान्छे अरू होइन जोडी पनि जे भए पनि अहिले केही नभन्न न हेर मैले चाहिँ हाम्रो दाइलाई चाहिँ चिनेको राम्रोसँग चिनेको चाहिँ 3-4 वर्ष भइसक्यो होइन 3-4 वर्ष भयो होइन मेरो ब्रोमा बोल्नुहुन्थ्यो राम्रो बोल्नुहुन्छ उहाँको मैले प्रत्येक भिडियोमा लाइक कमेन्ट सेयर होइन साथ गरे थाहा म नगरे थाहा गरे छैन भन्दिनँ म गरे थाहा 4 वर्ष भइसक्यो अनि जतिसुकै वर्ष भए पनि देवी दाइ तपाईँसँग म कुरा गरौँला बुझ्नुभयो नि बहिनी अलिकति शब्दलाई विचार गरेर बोल्ने है बहिनी मेरो शब्द यस्तै हो मेरो शब्द केटा मान्छेको शब्द फेरि कस्तो कस्तो निस्किन्छ बहिनी त्यस्तो कुरा नगर के त्यस्तो सविताले के अरे कन्ट्रोल नमस्ते मसँग एउटा होइन कस्तो कस्तो निकाल्छु होइन तिमीसँग त म बोलेको थिएन नि तिमीसँग त बोले तिमी बिचमा आएर बोलेको होइन अहिले म तिमीसँग बोल्नु गएको थिएँ तिमीसँग बोल्नु गएको थिएँ के भन्छ हो यो झार्दै झार्दै एकछिन जाऊ तिमी तिमी आफै बोल्नु म एकैचोटि आएर बिचमा आएर गरेको होइन यसरी बोल्नु भन्ने छोडा ए यो कुरामा चाहिँ तिमीलाई गल्ती देख्छु बहिनी होइन हिजो दिनमा जस्तो भयो सविता आज दाइहरुसँग त बाज्ने मुडमा छ क्या हो दाइहरुसँग बाज्ने त्यही त म अरु हैन के भाव के मैले भनेको थिएँ जतिखेर पनि अब त्यो यसरी बोल्दैन हैन उसरी हामीले यसरी भन्छ भने अरु झन् कन्टेन्ट पाउँदैन त्यसरी बोल्न नहुने हो अमन बाबु पनि लजिकली दिइरहेछ त यस्तो यस्तो गरेर बोल्न पर्छ यसो बुझ्दैन भन्ने कुरा कस्तो मैले के मैले हरेक कुराको एउटा उदाहरण दिएर मैले बोलिरहेको छु के अमन दाइको कुरा चाहिँ कस्तो भनेपछि
यसो हल्का हिन्दी बोल्यो भने भ्युअर्स अनि हो सब्स्क्राइब के दाइ, त्यो सबैलाई अनि थाहा बढ्छ भएको कुरो हो, होइन? हिन्दीले हेर्छ उसले बोलिरहेको हुन्छ गल्ती नि होइन। त, उसले भनेको उसले बोलिरहेको हुन्छ, ऊ बोलिरहेको हुन्छ, उसले भनिरहेको हुन्छ त, बोलिरहेको हुन्छ। फेरि हामीले नै अहिले बोर्डमा यसरी भनिरहेको छँदाखेरि अब झन् भाइको अब झन् त्यो माथि भएको देखेर सबै जलिरहेको झन् त्यो दोहोऱ्याएको दोहोरै हामीले गऱ्यो भने भोलि के बहिनी बहिनी यो कुरा यो त पहिल्यैबाट सुरुबाट जलिरहेको मान्छेहरू त्यो आउने जाने भइरहन्छ कि यस्तोलाई इग्नोर गरिदिने हो। त्यो केही हुन्न, मान्छे एउटा ठाउँमा पुगेपछि सपोर्ट गर्ने मान्छे धेरै हुन्छ, विरोध गर्ने दुई चारजना हुन्छ, त्यो विरोध गर्ने मान्छेलाई चाहिँ इग्नोर गरिदिनुपर्छ के। एकदम यो भयो भन्दैमा त्यस्तो गर्न थाल्यो भने त त्यसरी गर्न थाल्यो भने त तपाईँको 10,000 के अरे 5,000 जनामा 100-200 जना नराम्रो कमेन्ट गर्नेमा आउँछ, मान्छे आउँछ। त्यो नराम्रो कमेन्ट गर्नेलाई त्यसको जवाब दिन थाल्यो भने त त्यो 5,048 जनाको त कुनै भ्यालु नै भएन क्या त्यहाँनिर। अब हिन्दी बोल भन्दा हुन्छ नि, हेर हिन्दी बोल, नेपाली बोल्ने नेपालको छोरो भएर हिन्दी बोलेको हेर यस्तो भयो भन्छ कि भन्दा हुन्छ होइन। अनि अब नेपाली बोल्यो भने नेपाली हिन्दीहरूले कति बुझ्दैनन्, हिन्दी बोलो हामीले बुझ्दैन भन्दा हुन्छ। अनि त्यो सबैलाई थाहा भइरहेको कुरा हो कि। अनि हामीले मान्छेले सबैको चाहिँ फ्यामिली भनेको त नेपालमा मात्र नभएर के अरे साउदी, दुबई, कतार, सबै इन्डिया, पाकिस्तान, बङ्गलादेश सबै ठाउँमा भएको भएर मैले त्यो हिसाबले कुरा गरिरहेको छु। बहिनी तिमी नबुझिकन नबोला त, मैले त्यसरी भनिरह्यो भने अरू उनीहरूले पनि यहाँ सविता बहिनी हिन्दी बोल्यो भने के भन्छ बढ्छ भन्न खोजेको मात्रै हो कि यो उमेरमा आएर मैले सबै कुरा हामीले अनुभव गरेर बुझ्यौ। देवीलाई अनि हामीले यो कुराहरू गरिरहँदाखेरि अनि त्यहाँ अरूले कन्टेन्ट पाउँदैन त झन् भनेको के गर्छ त, के हुन्छ त नि, के हुन्छ त एक झन् हुन्छ त नि। यो मान्छे त कस्तो मान्छे हो, झन् के हुन्छ नि के हुन्छ पहिलाबाट भएको कुरा होइन र यो भइरहेको कुरा होइन। तिमीलाई माया गर्ने सबैले माया गर्छ भन्ने छ, कोही विरोध गर्ने पनि हुँदैन। त्यो त हुन्छ नि, सबैको नेगेटिभ सबै हुन्छ। त्यो कुरामा त गर्ने नि कुरा नि होइन, आफू अगाडि बढ्ने हो भन्ने कुरा पो हो त मेरो त। कस्तो कुरा एउटाले केही भन्दैमा कामै नगर्ने त्यसो भए मलाई यसो भने म कामै गर्दिनँ भन्ने त त्यस्तै त कुरा आयो तिम्रो त त्यस्तै कुरा आयो तिम्रो त्यस्तै कुरा आयो। त्यसमा कसैले 100 जनामा 2 जनाले यसले त नराम्रो गरे यस्तो 100 जनाको 98 जनाको चाहिँ कुरा नसुने कुरा सुनेर कामै बन्द गर्ने टपिक चेन्ज गर्नु तिमी जस्तो दाइ हुनुहुन्छ हैन, सम्मान दिन पर्छ दाइहरुले सम्मान दिन पर्छ कि, सम्मान दिएर बोल्नु पर्छ कि। बहिनीहरु घर बोलिदिनु हामीले त्यस्तो भन्यो भने उनीहरूले भन्छ भनेको छु अनि त्यहाँबाट आउने बित्तिकै बिचा किन बोलेको त्यस्तो गरेको भनेर भनेपछि त भन्नु परिहाल्यो। बोले भने तिमीलाई मैले के भने तिमी एकैचोटि आएर यसो भने तिमीले हो त नि भन्नु पर्यो नि भयो कस्तो यहाँ दाइ एउटा लेडिज भएर रेस्पेक्ट गरेर आएको कि मैले। ए त्यस्ता लेडिज भनेर सपोर्ट गर्ने गर्नु पर्दैन मलाई, सालाहरू कसरी पनि भन्नु पर्दैन मलाई। म को हो मुख छोड्छ मुख किन छोड्दैन, छोड्छ मुख मैले मुख छोड्छ छोड्दैन मेरो लाइनमा म मुख छोड्दै छोड्दैन त म मेरो लाइफ धेरै छैन होला नि। अब गीत गाउनु दिदी एकचोटि गीत गाउनु त। किन कथा नि अब गीत गाउनु होइन भने हो भने हामी त सधैँ कुरा गर्ने मान्छे आजै आएर बोलिरहेको हो, त्यही पनि मैले यस्तो सधैँ नबोल्नु भयो है ल भयो। अब फेरि हामीलाई बहिनी त्यो यो मान्छे यस्तो बस्नु त अब होइन के भयो भयो यस्तै हुन्छ गीत गाउ ल केको गीत गाउने कस्तो गीत गाउने ल के अरे भाइको अब बिहेमा जानु पाएन बिहेमा नगए बिहेको शान्ति 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 भयो। फेरि एउटा गीत किन पर्दा फेरि गीत बजा भने नि त दिदीले गीत बजाउने सबैले नाच्ने अब यहाँ गीत नबजाउनु के हो छ यसलाई खालि ठोक्छु मात्र भन्छ बर्बाद छ गाँठे मलाई ठोक्ने मलाई ठोक्छु रे मलाई साबी दिदीलाई होस् दिदीलाई सबलाई ल कति सानो गाडी फुलले ठोक्नु फुलले बाटो हो रोजले ठोक्नु
जेबी राई बाटो आफू छतमा छ आफ्नो छतबाट हेरेको छ। छतपट्टि खिचेको छतपट्टि खिचेर ऊ त मान्छेहरू के बोतल झर्दै टिप्दै हिँड्दै अरे त्यही देखाउनु खोजेको ए के रोडमा बोतल जाँदो रहेछ अनि त्यहाँबाट रोडमै आउँछ अनि गाडी आउँछ अनि फेरि उता उँभो लाग्छ कि डरल बिचारा झड गरेको रक्सी खायो होला नि झगडा त्यसो भए यो सिन हेर्दाखेरि चाहिँ साउदी कतार दुबई चाहिँ होइन यो चाहिँ किनभने लेफ्ट ह्यान्ड साइड हाम्रो नेपालकै राइटबाट चलिरहेको गाडी चाहिँ यो गल्फ कन्ट्री चाहिँ खाडीमा चाहिँ लेफ्ट हो चल्छ होइन लेफ्टबाट चल्छ नि त राइटबाट चल्छ क्या उनीहरूको राइट हुन्छ क्या उनीहरूको खाडीमा हो कसले के हेर्छ गल्फ हो कि गल्फ अनुमान लगाउनुहोस् त 20 वर्ष अगाडि घुमे भयो नि खाडीमा 20 वर्ष अगाडि घुमे खाडी हो यो खाडी ल कहाँ गयो फेरि ल हेर्न साबी दिदीलाई ओए 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 कहाँ चट्यो के गरेको यस्तो खैबाट छन्दको यहाँ भर्खरै यहाँ जेबिले र गोलल राखेर बनाएको गयो माया भनेको यस्तो हुन्छ के आफै अन्त साबी दिदीलाई पो गयो माया भनेको त्यस्तो हुन्छ कि नचाहँदा पनि जान्छ है। जान्छ है यो सविता बहिनीसँग त म त पहिला पनि बोलिरहेको छु जस्तो लाग्छ बोल्नु भएको छैन होला बोल्नु भएको किन नबोल्ने बोलेछ किन नबोल्नु किन नबोल्ने ए तिमीले यसरी बोलेर झगडा गर्ने हो सविता पहिला बोलचाल हुँदो रहेछ त नि होइन, बोलेछ बोलचाली भएर त दाइ भनेर जित्या होला त नि सविताले त्यही त त्यो पनि हो न त अरूलाई किन जितेर दाइ भनेर जित्या उसले